माइक दिनुहोस् 2 मिनेटभित्र आफ्नोको राख्नु होला। सम्मान्य सभामुख महोदय, भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागमन विभाग र गृह मन्त्रालय समेत संलग्न एक ठूलो र्याकेट मार्फत मानव तस्करी, भ्रष्टाचार र सङ्गठित अपराध जस्ता निकृष्ट गतिविधि खुलेआम भइरहेको तथ्य बाहिर आएको सबैलाई थाहा छ। यसले हाम्रो इज्जत र गरिमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धुमिल बनाएको छ। हामी यस्ता अपराधिक क्रियाकलाप विरुद्ध निरन्तर हामी सदनमा आवाज उठाइरहेका छौँ र हामी आन्दोलनमा छौँ। म सोध्न चाहन्छु कि यस्तो मुद्दामा सरकार किन मौन बसेको हो? सभामुख महोदय, यसमा सरकारले सुन्न नहुने कुरा के छ? यो समस्या आजको होइन सभामुख महोदय, 2064 सालदेखि नै चल्दै आएको गम्भीर विकृति हो। अब यसको जालो हामीले च्यात्नुपर्छ। त्यसैले हामीले उच्च स्तरीय छानबिन समिति बनाएर दोषीमाथि कारबाही गरी सुशासन स्थापित गर्ने माग गरेका हौँ। तर यस्तो सत्य बोल्दा पनि सरकार आक्रोशित हुँदै रोस्ट्रमबाट धम्क्याउनेको अर्थ के हो? सभामुख महोदय, जहाँसम्म माननीय गृहमन्त्रीज्यूको राजीनामाको कुरा हो, हामीले उहाँलाई अपराधी भनेका छैनौँ। तर विवादास्पद अध्यागमन प्रमुखको नियुक्ति, उनलाई अख्तियारको छानबिनबाट जोगाउन एक दिनमै सरुवा गर्नु, कारबाही प्रक्रिया अघि बढाएका व्यक्तिलाई मन्त्रालयमै फर्काउनु र अख्तियारका पत्रहरूको व्यवस्था गर्नु, यी सबैमा प्रश्न त उठेकै हो नि सभामुख महोदय। विधिवत प्रयोगशाला जस्तो अनुसन्धानसँग जोडिएको संवेदनशील निकाय गृहमन्त्रीको प्रत्यक्ष मातहतमा हुँदा निष्पक्ष अनुसन्धान कसरी सम्भव हुन्छ भनेर हामीले भनेका हौँ। जब उहाँमाथि प्रत्यक्ष संरक्षण र परोक्ष संलग्नताको शङ्का उठिरहेको छ भने उहाँले नै गत वर्ष संसदमै प्रस्तुत गर्नुभएको नैतिकताको मानक अनुसार राजीनामा दिनुपर्छ भनेका हौँ सभामुख महोदय। यसमा हामीले गलत के भन्यौँ? तसर्थ भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन अब एउटा उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन हो सभामुख महोदय। यत्रो दिनदेखि सत्य कुरा उठाउँदा पनि सरकार चुप बस्नु, दुई तिहाईको घमण्ड देखाउँदै लोकतन्त्रका मूल्य मान्यता नै बिर्सनु कसरी न्यायोचित हुन्छ सभामुख महोदय?